आज चाहिँ मैले फिलिङ्गेको अचार बनाउने भिडियो लिएर आएकी छु। हाई एभ्रिवान, वेलकम टु माई भिडियो अगेन। मसँग चाहिँ यो फिलिङ्गे कति धेरै थियो कि, अनि यो चाहिँ आफ्नै घरमा पिसेको हो, मिलमा पिसेर राखेको थिएँ। अनि आज छुट्टीको दिन चाहिँ म यसलाई मजाले अमिलो पिरो लगाएर टक्क अचार बनाउँछु भनेर तम्सेँ हो। तम्सेर चाहिँ मैले सुरुमा यसरी अमिलोहरू ठप्पै रेडी गरेँ। लसुनको पेस्ट बनाएँ। लसुनको पेस्ट बनाउँदाखेरि चाहिँ मेरो छोराको यहाँ ठुलो हात छ है। अनि उसले के भन्छ यहाँ सुन्नुहोस् ल हजुरहरू, किन उसले पिस्दैछ भनेर। हेर्दा हेर्दै ठुलो भइसक्यो छोरो पनि, यसरी काम सघाउने भइसक्यो। हजुर हजुर मोबाइल फर्काएको हो, थाहा छ। सुन्नुभयो होला नि मेरो छोराले किन काम सघाएको भनेर। यति नै मैले चाहिँ अनि उसलाई जिस्काउँदै पनि थिएँ कि मोबाइल दिन्न म भनेर, खालि मोबाइल हेर्नु खोज्छ नि त अचेल। अनि मैले चाहिँ अब खोर्सानी पनि अब धेरै नै गरेँ, त्यो धेरै थियो नि त फिलिङ्गे, त्यही भएर। अनि अमिलो पनि मजाले निचोरेँ, कति धेरै रस हुने कि यो अमिलोमा। अनि रस पनि धेरै, दाना पनि कति धेरै हुने, यति गर्दा यत्रो दाना निस्केको थियो होइन, यति रस निकाल्दाखेरि। अनि यत्रो निकालेँ मैले, अब धेरै थियो नि त फिलिङ्गे धेरै भएकोले गर्दाखेरि त्यो अमिलो पनि धेरै चाहियो। अनि खोर्सानी मजाले भुटेको थिएँ, मजाले चाहिँ भुटिएन छ खोर्सानी, मजाले नभुटिएपछि त पिसिँदैन रहेछ। अनि जति पिसिँदै ल्यास मात्रै हुन्छ होइन। ल यसमा भएन ओक्लीमा, अब सिलौटामा पिस्छु भनेर सिलौटामा पिस्न थालेँ, तर पनि पिसिएन, अलिअलि मात्रै छ्याक्राक्क भयो। अनि यसलाई फेरि भुट्नु पर्ने रहेछ भनेर फेरि भुट्न थालेँ। त्यो अगाडि मैले मजाले पखालेको थिएँ नि त, पखाल्दाखेरि चाहिँ यसमा पुरै पानी पसेको रहेछ, त्यही भएर चाहिँ अनि मजाले भएन। अनि ल फेरि अब हुन्छ होला भनेर ट्राई गरेछु म। यहाँ चाहिँ मैले पन्जा यस्तो दामी लगाएको छु कि, यो विदेशबाट मगाएको पन्जा हो। अब एकछिनको लागि किन नेपालको पन्जा लगाउनु होइन, मसँग त्यहाँनिर ठ्याक्क यतिखेर पन्जा थिएन पनि क्या, मैले यस्तो छिटो यो अनलाइन अर्डर गरेको हो नि यो पन्जा। अब नेपाली पन्जाको त मलाई त्यति आवश्यकता पर्दैन अरू बेला होइन, त्यही भएर मैले चाहिँ मगाएको थिएन, नेपालमा अर्डर गरेको थिएन। एकैचोटि विदेशी पन्जा लगाएँ होइन। अनि विदेशी पन्जा लगाइसकेपछि हात पनि सेफ हुन्छ, अलिक राम्रो हुन्छ भनेर क्या। अनि यहाँनिर मैले कराई बसाएँ, कराईमा तेल तताएँ। यो चाहिँ मेरो अस्तिको नयाँ कराई, मैले भिडियो पनि गरेको थिएँ। अनि यसमा चाहिँ मैले लसुनको पेस्ट हालेँ। लसुनको पेस्ट हाल्नु दासम्म त्यो उम्लेर त सबै ग्यासभरि भएर फेरि हतार मारिदिएँ मैले ग्यास। अनि मजाले लसुन फ्राई गरेँ। अब काँचै गनाउँछ भनेर चाहिँ यसरी पकाएँ भने चाहिँ लङ टर्मसम्म राख्दाखेरि पनि केही हुँदैन क्या, बिग्रिँदैन। त्यसले गर्दाखेरि लसुनहरू मजाले जानेर बनाएँ। अनि खोर्सानी लगाएँ, थोरै बेसार पनि लगाइदिएँ र मजाले पकाएँ। अनि पकाउँदै गरेपछि चाहिँ अलिकति खरिएपछि अघिको राखेको सबै, अघिको जुन हामीले निकालेको अमिलोको रस थियो त्यो पनि लगाएँ। अनि अमिलोको रस लगाएपछि यस्तो भयो, कलर चेन्ज हुन्छ। अनि यसलाई चाहिँ फेरि मजाले पकाउनुपर्छ कि, अलिकति मसला र यो तेल छुट्टिने गरी पकाउनुपर्छ। यहाँ हेर्दै हुनुहुन्छ हजुरहरूले, यस्तो कलर चेन्ज भएको छ। अनि यसलाई मजाले पकाएपछि अब यसको कलर चेन्ज हुने बेलासम्म मैले छोडेँ। अनि यतिखेरमा मैले चाहिँ यहाँनिर डल्लाहरू परेको छ भने भनेर यसरी फुटाएर अनि नुन पनि लगाएँ, स्वादअनुसारको कति लाग्ने हो नुन, त्यो अनुसारको नुन लगाएँ, मोलमाल पारेँ। अनि त्यो मेरो अघिको जुन यो चाहिँ अनि यता त्यो नुन लगाइसक्यो, एकछिनपछि पकाएपछि चाहिँ यो पनि पाकिसक्यो, यसरी मसला र तेल छोडिसक्यो यसरी। र अब यसरी सेलाएपछि चाहिँ मजाले यो फिलिङ्गेमा लगाएँ। यहाँ चाहिँ मेरो फिलिङ्गे मात्रै छ, अरू केही पनि छैन। अब फर्सीको बियाहरू के को पनि अचार चाहिँ बनाएर खाइन्छ नि त, तर यो फिलिङ्गे मात्र हो। अनि यसलाई मजाले मोल्नु पऱ्यो भनेको चम्चीले त मोलिँदैन। ल ठिकै छ त, अब फेरि अघिकै पन्जा लगाउनु पर्ने रहेछ अघिको जस्तै भनेर फेरि नयाँ पन्जा अर्डर गरेँ मैले। एकैछिनमा आइ पनि पुग्यो, डेलिभर पनि भइहाल्यो। अनि मजाले नयाँ पन्जाको कामको लागि भनेर त यस्तो मजाले माडिकन मैले चाहिँ अब अचारको भित्रसम्म रस पुगोस् भनेर, अमिलो नुन पुगोस् भनेर बनाएँ। यसरी मेरो